Hello friend, welcome to my new video. So my name is Dinesh Bigi. I am from Dailek, now जाजरकोट. So म आज नै जाजरकोट आउँदै गर्दा मैले बाटोमा यस्तो एउटा बालकलाई भेटेको छु. So यो कुरा म तपाईहरुसँग शेयर गर्न चाहन्छु. म क्याबिनमा बसिरहेको थिएँ. आउनुभयो. मलाई उहाँको अभिभावकले चाहिँ मसँगै राखिदिनु भयो अगाडि नै. सो ब्याग थियो अलि गाडी मेरो साइडमा राखिदिनु भयो र मैले उहाँ बस्ने बित्तिकै उहाँले ब्याग अगाडि राख्नुभयो. अनि ब्याग राख्ने बित्तिकै मैले सोधेँ, नानी तपाईँको पैसा कसैले चोर्नुहुन्छ होला? अनि उहाँले चाहिँ एकदमै नडराइकन निर्धक्क साथ भन्नुभयो, होइन मेरोमा 20 रुपियाँ मात्रै छ, 70 रुपियाँ थियो, मैले 50 को चाहिँ किनेर खाइसकेँ, 20 रुपियाँ मात्रै छ, 20 रुपियाँ कसले चोर्छ र? यसरी भन्नुभयो. चाहिँ उहाँको बोलीमा दम थियो कि निर्धक्क साथ बोल्नु भएको थियो. अनि त्यसपछि मैले रहन सकिनँ, सिधै नाम सोधिहालेँ. अनि नाम सोध्न बित्तिकै मेरो बोली खस्नै नपाउँदै उहाँले चाहिँ फटाफट आफ्नो जवाब दिइराख्नु भएको थियो. मैले धेरै कुराहरू सोधेँ, कति वर्षको हुनुभयो, के हुनुभयो, कतिमा पढ्नुहुन्छ? सो उहाँ चाहिँ म 8 वर्ष भएँ भन्नुभयो. सो 8 वर्षको बालकले चाहिँ यति कडा बोल्नु भएको थियो, यतिसम्म सोच्न सक्नु भएको थियो. सो उहाँले चाहिँ मलाई लाग्छ उहाँ भविष्यमा 18-20 वर्षको अथवा मेरो उमेरमा पुग्नु भयो भने त मलाई लाग्छ उहाँले चाहिँ एकदमै ठुलो केही न केही त एचिभमेन्ट गरिसक्नु भएको हुनेछ. र उहाँ 8 वर्षको बालक अहिले कक्षा 4 मा पढ्नु हुँदो रहेछ. अनि उहाँले चाहिँ बाटोमा आउँदै गर्दाखेरि त्यो बिरालोले चाहिँ बाटो काट्यो. अनि बिरालोले बाटो काटिसकेपछि उहाँले भन्नुभयो, बिरालोले बाटो काट्यो भने केही न केही त नराम्रो हुन्छ. अनि मैले चाहिँ उहाँले मुस्कुराउँदै भने, होइन बाबु, कसले भन्नुभएको तपाईँलाई यस्तो अन्धविश्वासको कुरा गर्नुहुन्छ भने? अनि त्यसपछि होइन मेरो मामुले भन्नुभयो. अनि त्यसपछि मैले सोधेँ, तपाईँलाई भविष्यमा के भन्न विचार छ? अनि उहाँले भन्नुभयो, म चाहिँ डक्टर. अनि तपाईँ भविष्यमा गएर डक्टर भन्ने मान्छे, डक्टर भनेको त एउटा साइन्टिस्ट हो, यो अन्धविश्वासमा बसेर हुन्छ त भन्दाखेरि होइन, मेरो मामुले भन्नुभएको थियो, त्यस कारणले हुनसक्छ. अनि मेरो लाइफमा पनि एक दिन यस्तै घटना अलिक घटेको थियो, त्यस कारणले अलि विश्वास लाग्छ भन्नुभएको थियो. अनि त्यसै गरी यात्रा गर्दै गर्दाखेरि फेरि उहाँले चाहिँ म केही बोलेको थिएँ, मलाई भन्नुभयो, मलाई सधैँ एउटै प्रश्नले चाहिँ मलाई मतलब खोजिरहन्छ, म एउटा प्रश्नको कहिले जवाब पाएँ कि छैन भन्नुभयो. अनि के प्रश्न हो बाबु त्यस्तो भने? अनि उहाँले भन्नुभयो, भन्छन् मान्छे बाँदरबाट भएको अरे, अनि बाँदर चाहिँ कसरी उत्पादन भयो? ल मानौ बाँदरलाई भगवानले बनाउनु भयो, अनि भगवानले चाहिँ कसले बनायो? साँच्चै म त्यति बेला केही पनि बोल्न सकिनँ, म शब्दहीन भएँ. म त्यो बाबुको अगाडि केही पनि बोल्न सकिनँ. त्यो 8 वर्षको बालकको अगाडि मेरो एउटा पनि शब्द आएन. मेरो साइडमा बसेको ड्राइभर हाँसिराख्नु भएको थियो, म पनि केही बोल्न सकिनँ. अनि होइन नानी, तपाईँ अब भविष्यमा गएर साइन्स पढ्ने, अनि त्यसपछि भविष्यमा गएर तपाईँले थाहा पाउनुहुन्छ कसरी मानिसको उत्पादन भएको थियो, कसरी भगवानको उत्पादन, त्यो सबै कुराहरू तपाईँले थाहा पाउनुहुन्छ भने. अनि त्यसपछि हो मेरो ड्याडीले पनि यही भन्नुभएको थियो भनेर भन्नुभयो. अनि त्यसपछि मलाई अचम्म लाग्यो कि यति सानो उमेरको मान्छे, यतिसम्म सोच्न सक्ने, होइन, यतिसम्म बोल्न सक्ने एउटा नयाँ मान्छेको अगाडि त त्यो सानो बालक त कोहीसँग बस्नै मान्दैन क्या. कोहीसँग बस्नु पर्यो भने पनि अलि रुन्चे टाइपको भएर बस्ने. तर यति फराकिलो मान्छे, यतिसँग बोल्न सक्ने मान्छे चाहिँ पक्कै पनि भविष्यमा गएर केही न केही त बन्छ. सो त्यो नानीको लागि भए पनि प्लिज यो भिडियोमा चाहिँ एउटा लाइक चाहिँ गरेर जानु होला. अनि कस्तो लाग्यो उहाँको लागि भए पनि एउटा कमेन्ट चाहिँ छोडेर जानु होला, मिठो. अनि थ्याङ्क यू सो मच यो भिडियो लास्टसम्म हेरिदिनु भयो. र यस्तै नयाँ भिडियोको लागि चाहिँ फलो पनि गरिहाल्नु होला. युट्युबमा हेर्नु भएको छ भने सब्सक्राइब पनि गरिहाल्नुहोस्. थ्याङ्क यू सो मच भन्दै फेरि अर्को भिडियोमा भेट्नेछु. नमस्ते.